पार्टीका महासचिवज्यू, उपमहासचिवज्यू लगायत नेतागण आज घर फर्क राष्ट्रिय अभियानको सुरुवात गर्दै पार्टीमा आफ्नै घर आफ्नो उमेरले आफ्नो समयले आफ्नो परिस्थितिले दिएसम्म यो पार्टी निर्माणमा योगदान गरेर आन्दोलन निर्माणमा योगदान गरेरै आएका साथीहरू आज घर फर्किनु भएको छ। घर फर्किने सम्पूर्ण साथीहरू आज जेएनजी आन्दोलन त्यसका नाउँमा जे भयो त्यो त आन्दोलन होइन, अर्कै चिजको भएछ। ऐतिहासिक धरोहरहरू जलाइएछ, राष्ट्रको सम्पत्ति जलाइएछ, व्यक्तिका आवास सम्पत्ति जलाइएछ, उद्योग धन्दा जलाएर गरिबहरूलाई बेरोजगार बनाइएछ। गरिबहरूलाई बेरोजगार बनाउँदा तिनका छोराछोरी स्कुल जान पाएनछन्। गरिबहरूलाई बेरोजगार बनाउँदा पढिरहेका केटाकेटी उनीहरूले स्कुलबाट फिर्ता ल्याउनु परेछ। थुप्रै युवाहरू आवेश उत्तेजनामा वा करकापमा पारेर एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएछ। थुप्रै मान्छेहरूको ज्यान गयो, थुप्रै सम्पत्ति क्षति भयो। त्यसबाट सार्वभौम जनताले छानेका प्रतिनिधिहरूको सर्वोच्च संस्था संसद विघटन गर्ने, प्रधानमन्त्री हुनै नहुने मान्छे संविधान बेचेर हुने भएछ र नगर्न पर्ने जति काम नराम्रा जति भएछन्। एउटा असंवैधानिक सरकार, लोकतन्त्र विरोधी सरकार, जनमतलाई अनादर गर्ने सरकार बनेछ। तसर्थ अब लोकतन्त्र फर्काउने, संविधान जोगाउने, जसबाट संसद पुनर्स्थापना गर्दै अगाडि बढ्ने, यो बाटो नै ठिक रहेछ। लोकतन्त्र संविधानको बाटोमा फर्काउन एमाले जो सही अगाडि बढेको छ, यसलाई साथ दिनुपर्ने रहेछ भनेर केही जेएनजीहरू र युवा नेकपा एमालेमा नयाँ प्रवेश गर्नुभएको छ। यी सबै साथीहरूलाई म हार्दिक स्वागत गर्दछु। तुलसी गिरीजी कतै हुनुहुन्छ? तुलसी गिरीजी कतै भए जस्तो देखिएन। अरू थुप्रै साथीहरू प्रवेश गरिरहनु भएको छ, प्रवेशको लाइनमा हुनुहुन्छ र देश अप्ठ्यारो स्थितिमा छ। यति बेला मैले व्याख्या गरिरहनु पर्दैन। त्यसकारण यस अप्ठ्यारो स्थितिबाट देशलाई निकाल्नुपर्छ, सहज स्थितितर्फ सुशासन र विकासको बाटो, परिपूर्ण लोकतन्त्रको बाटोबाट समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्नुपर्छ। त्यसका लागि एउटा सुदृढ राष्ट्रिय शक्ति नेकपा एमालेलाई अब निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्दछ भनेर यहाँ कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण साथी
यस्तो कुराहरूलाई त समाचारको रूपमा सम्प्रेषित गर्नै पर्छ, जनतालाई जानकारी गराउनै पर्छ भनेर उपस्थित हुनुभएका सञ्चारकर्मी मित्रहरू, आज एउटा नयाँ अभियानको थालनी भएको छ। तपाईँ हामीले देख्यौँ, बडो उत्साहका साथ तपाईँ हामी सबै सहभागी भएका छौँ। रामकुमारी झाँक्री, विशाल श्रेष्ठ लगायत साथीहरू आज अत्यन्तै भव्य रूपमा, भव्यताका साथ पार्टीमा आफ्नै घरमा फर्किनु भएको छ। नेकपा एमाले सानो चित्त भएको, साँगुरो मन भएको, साँगुरो दिल भएको छ भन्ने हल्ला चलाइरहेको छ। देशको सबभन्दा बढी जनताले भोट दिएको, सबभन्दा बढी जनता जहाँ छन्, सबभन्दा बढी कार्यकर्ता जहाँ छन्, त्यो पार्टीलाई साँगुरो चित्त भएको हटाउँदै नहटाउने भनिराखेका छन्। यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था छैन, फराकिलोसँगले मजाले बस्न पाइने गरी जुन पार्टी ठुलो छ उसैलाई भन्छन्। जुन पार्टीमा कस्तो गाउँ खानेको दाल जस्तो हेर्नु, गाउँ खाने कथामा के भन्छ, काम गर्न नसक्ने, हात पाउ बसेका, बुढा खाडा भएका, केही पनि गर्न नसक्ने तैँले लैजा, वरियता काम दोस्रो पनि तैँले लैजा, तेस्रो पनि तैँले लैजा, चौथो पनि तैँले लैजा, छैटौँ पनि तैँले लैजा, युवा युवा यस्ता यस्ता हामीलाई दे। नभने कथा यस्तो यस्तै भइरहेको छ। काम गर्ने, सक्रियता भएका, सामर्थ्य भएका, भिजन भएका, अब कहिले कहिले त राम्रो भन्दा राम्रो ब्याडमिन्टन खेलाडीले गलत हानेर बाहिर उछिटिँदैन कहिले। टेबल टेनिस खेलाडीले एकदम फास्ट खेलिरहेको हुन्छ, एउटा बल फ्याक्क गलत लागेर कहिले बाहिर उछिट्छ। बल बाहिर उछिटिएपछि तुरुन्तै फर्किनु पर्थ्यो, अलिकति तर पनि साथीहरूले अहिले नेकपा एमाले आह्वान त गऱ्यौँ हामीले, तर जोड गरेर आऊ नआऊ भनेर फकाइ फुलाइ गरेर हाम्रो आग्रहले होइन, उहाँहरूको अनुभवले घर फर्किनु। हामीले आह्वान गऱ्यौँ, एकदम सम्झाइ बुझाइ फकाइ फुलाइ, दोस्रो वरियता दिन्छु, तेस्रो वरियता सोध्नुहोस् न के दिन्छु भन्दाखेरि केही पनि दिन्छु भनेको छैन, केही पनि दिन्छु भनेको छैन, केही पनि दिन्छु नभनिकन यो चाहियो भनेको छैन, घर फर्किने हो मात्रै भनेको छ। मैले सोधेको थिएँ किन फर्किने भन्दा नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको महाअभियान जुन छ, राष्ट्र निर्माणको सङ्कल्प जुन छ, जुन गन्तव्यका लागि हामी हिँडेका छौँ, वा त्यसका निम्ति नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि हामी घर फर्किन्छौँ। मैले देखेको छु फेरि ठुल्ठुलो आश मनभित्र लोभ कता कता त राखेको छैन भने केही छैन, केही नदिए हुन्छ, कुर्सी नदिए चक्कीमा बसौँला, चक्की नभए भुइँमा बसौँला, केही छैन। गन्तव्य हेरेर त्यसका लागि हामी आएका छौँ भनेर उहाँहरू आउनुभएको छ। त्यसलाई पार्टीले कदर गर्छ, पार्टीले त्यसलाई कदर गर्छ। ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ, ज्येष्ठ नागरिक आश्रम
अब 1-2 जना समेट्न बाँकी छ। 1-2 जना कोही बागलुङबाट, कोही प्युठानबाट, 1-2 जना कता कताबाट समेट्नु भयो भने कोर्स पुरा हुन्छ। काम गर्ने जति एमालेतिर, मैले उमेरको कुरा गरेँ होइन, यहाँ श्याम सुन्दर शेर्पा अलिकति उठिदिनुहोस् त। उहाँ पाएको मान्छे हुनुहुन्छ तर जवान हुनुहुन्छ, त्यसै कारण कार्यक्रममा सरिक हुनुहुन्छ, आन्दोलनमा सरिक हुनुहुन्छ, संगठन निर्माणमा सरिक हुनुहुन्छ। समृद्ध नेपाल सुखी नेपाली बनाइ छोड्ने यस सङ्कल्पलाई साकार पार्ने भनेर भन्दै हुनुहुन्छ। उमेरले बुढो हुँदैन भन्ने कुरा त हामी सानै छँदा मास्टर पास गरे होला। त्यसो गर्दा उमेरले मात्रै हुँदो रहेछ। कोही 6औं नम्बर पाएपछि कुदिहाल्दो रहेछ। अब हामीमा कुनै संकीर्णता छैन, हुन सक्दैन। हामी एउटा राष्ट्र निर्माण महाउद्देश्यका साथ महाअभियानमा जुटेका छौँ। अहिले घर फर्क अभियान, राष्ट्रिय शक्ति निर्माण गर अभियान, नेकपा एमालेमा सामेल हौँ अभियान, यस्ता सबै अभियानहरूको निष्कर्ष के हो भन्दा नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिमा परिणत गरौँ, विकास गरौँ। निर्णायक राष्ट्रिय शक्तिमा विकास गरेर त्यसले देशलाई सही दिशामा लान्छ। हाम्रो पार्टीको तर्फबाट ठुलो भुल भयो, चुक भयो, कमी रह्यो। हामीले भन्ने गऱ्यौँ, विभिन्न ठाउँमा देखेका पनि थियौँ हामीले के भइरहेको छ, के हुन्छ। श्रीलङ्का देखाएको थियौँ, बङ्गलादेश देखाएको थियौँ। बङ्गलादेश बनाइदिन्छु भनेर त आततायी तत्त्वहरू त पार्लियामेन्टमै बोलै थिए त, अन्त पनि बोलेका थिए बङ्गलादेश बनाउँछौँ, आगो लाउँछौँ, तोडफोड गर्छौँ, यो गर्छौँ, त्यो गर्छौँ। त्यो त पहिलेदेखि भनेकै थिए। हामीले जनताको सुरक्षा जनताले गर्नुपर्छ भनेर टोलमा टोल सुरक्षा समिति बनाउने जस्ता कामहरू गरेनौँ। त्यो हाम्रो गल्ती। हामीसँग नेकपा एमाले भनेको एउटा तिरतिरे खोल्सी होइन, यो एउटा महासागर जस्तो सङ्गठन। यो सङ्गठन, यसमा युवाहरूको सबभन्दा ठुलो पङ्क्ति छ। युवा छैन एमालेसँग भन्छ नि, अनि कोसँग छ त युवा? फेसबुकको युवा होइन, घर युवा नेकपा एमालेसँग छ। फेसबुकमा त एमालेसँग केही पनि छैन, फेसबुकमा हेर्ने पनि केही पनि छैन एमालेसँग। रित्तै भइसक्यो एमाले। तपाईँहरू पढे हुन्छ तर त्यस्तो एमाले रित्तै भइसक्यो भन्नेको तलतिर झुट भनेर एउटा कमेन्ट त लेख्नु पर्थ्यो। त्यो चाहिँ फेरि अर्को कमी छ। त्यति त लेख्न सक्नु पर्छ नि त, केही गर्नु पर्ने, झुट भनेर त लेख्न सक्नु पर्यो। एमाले देश बनाउने आशा भरोसा हो, आशा भरोसाको केन्द्र हो। कसैले लेख्यो भने सही कुरा त लेखिदिनु पऱ्यो नि त, लाइक त गरिदिनु पऱ्यो नि, एउटा सेयरमा खुसी त दिनु पऱ्यो नि। हाम्रो त्यो पनि कमी छ। यस्तो युवा शक्ति भएर पनि हामी कोही हनुमानले 4 समुद्र तर्ने बेलामा आफैलाई नचिनेर वरपर छटपट गर्दै वरपर कुदे जस्तै भइरहेको छ।
तिमी वायुपुत्र हनुमान हौ, तिमी उफ्रिएर यो समुद्र तर्न सक्छौ भनेर कसैले सम्झाएपछि बल्ल उनले सम्झिएर उफ्रिएको थियो। सजिलै पुगे त श्रीलङ्का। त्यस्तै नेकपा एमालेका सम्पूर्ण कार्यकर्ता साथीहरू, नेता साथीहरू, युवा साथीहरू सबैले नेकपा एमाले सही विचार, सही उद्देश्य, सही गन्तव्य, सही दृढ सङ्कल्प भएको एउटा सुदृढ सङ्गठन हो, जनताको सङ्गठन हो, देशको सङ्गठन हो, देश र जनताप्रति समर्पित सङ्गठन हो, काम गर्ने सङ्गठन हो भनेर हामी सबैले आफूलाई चिन्नुपर्छ र आफूलाई सक्रिय राख्नु पर्दछ त्यस उद्देश्य। अहिले मान्छेले के सोचेका थिए भने अस्ति हामी अलिक तयार थिएनौँ, हामीले त्यस प्रकारको परिस्थिति निर्माण गरिन्छ भन्ने अलिक सोचेनौँ, हामीले अलिक विश्वास गऱ्यौँ, कसैलाई विश्वास गऱ्यौँ नभनौँ, तर हामीले अलिक बढी विश्वास गऱ्यौँ। विश्वास गरे अनुसार भएन, आफैमाथि भर पर्नुपर्छ भन्ने कुरालाई बढी गम्भीरताका साथ लिएर हामीले युवा दस्ता बनाउनु पर्थ्यो, बनाइएन। अब म भन्न चाहन्छु, अब उपरान्त कसैले सरकारी संरचना, प्रहरी कार्यालय, अदालत, संसद, सिंहदरबार अथवा उद्योगपति व्यवसायीका व्यापारिक प्रतिष्ठानहरू, डिपार्टमेन्टल स्टोरहरू वा उद्योग धन्दा कल कारखाना अथवा कुनै व्यक्तिका बल्ल बल्ल दुःख गरेर जिन्दगीभरि लगाएर बनाएको एउटा सानो घर जसरी आगो लगाइयो, यो राजनीति होइन, यो समाज परिवर्तनका लागिको आन्दोलन होइन, यो कसैले सिकाएर लगाइएको एकदमै योजनाबद्ध पहिलेदेखि गुगल म्याप हेरेर एयरड्रप गरिकन बाटो कता छ, घर कता छ भन्ने देखाइकन खल्तीमा म्याप बोकेर हातमा हतियार र विस्फोटक चिजहरू बोकेर आगजनी गर्ने चिजहरू बोकेर हिँडेका मान्छेहरूको योजनाबद्ध क्रियाकलाप। यो कुनै क्रान्ति होइन, विश्वमा क्रान्ति यस्तो हुँदैन, यो क्रान्ति होइन, यो उपद्रव हो। यस्तो क्रान्ति हो भने क्रान्ति भनेको त गरिराख्नुपर्छ। क्रान्ति भनेको राम्रो कुरा हो, सकारात्मक कुरा हो, त्यसले सकारात्मक नतिजा दिन्छ समाजलाई, सकारात्मक परिणाम दिन्छ समाजलाई, सकारात्मक प्रगति दिन्छ समाजलाई। के 24 गते हामीले त्यो प्रगति पायौँ? अनि कुन शक्तिलाई मन परेको छैन ती शक्तिले अरूका घरमा आगो लगाउन लगाएका भरमा भाडाका टट्टु भन्नु भएन, टट्टुले त्यस्तो अपराध गर्दैन, टट्टुभन्दा घटिया भाडाका हरूले घर घरमा आगो लगाए। अब उपरान्त नेकपा एमाले यस्ता घटना घट्न दिने छैन। नेकपा एमाले अब उपरान्त आगजनी गर्दै हिँड्ने छुट कसैलाई दिने छैन। यो कुरा गर्दा सरकारलाई चित्त दुख्न सक्छ। सरकारले शान्ति सुरक्षामा खतरा पैदा भयो भन्न सक्छ, अनेक बखडा निकाल्न सक्छ। अनि अरूको घरमा आगो लगाउने, सम्पत्ति स्वाहा पारिदिने ती चिनिएका छन् तत्त्वहरू गिरफ्तार गर्न नहुने, गिरफ्तार गरे छोडिहाल्नुपर्ने, मुद्दा चलाउन नहुने, कारबाही गर्न नहुने हुन्छ। सरकारलाई म चेतावनी दिन चाहन्छु, यस्तो प्रवृत्तिले, दण्डहीनताको प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउन सक्दछ समाजमा र दीर्घकालीन अशान्ति हुन सक्दछ। त्यसकारण समयमै कानुनी कारबाही गरेर यस्ता कुराहरूलाई निराकरण गरिनु।
यसर्थ अपराधीहरूलाई कानुनी कारबाही गरिनुपर्दछ, त्यो गरिनुपर्छ। एउटा कुराको यसो भनेपछि उनीहरूले फेरि आतङ्क फिजाउँछन्। आन्दोलनमा सरिक जेनजीहरूलाई कारबाही गर्न माग गरिराखेका छ भनेर भन्न सक्छन् उनीहरूले। होइन, जेनजीहरूले त 23 गते माइतीघर मण्डलाबाट एभरेस्ट पुगिन्जेलको मात्रै जेनजीहरूको आन्दोलन थियो। त्यसपछि आन्दोलन हाइज्याक भएको थियो। तोडफोडकारीहरूका हातमा, षड्यन्त्रकारीहरूका हातमा, अनि विदेशीले नचाहेका कठपुतलीहरूका हातमा हाइज्याक भएको थियो। घरिघरि फुत्त फुत्त उकास्न सडकमा निस्किएका पुतलीहरू हामीले देख्यौँ। र त्यति बेलै थाहा भएको, 24 गते नै थाहा भएको को प्रधानमन्त्री हुन्छ, को मन्त्री हुन्छ, के हुन्छ। तर केही मन्त्री किन भएनन् छक्क परेको छु। भिडियो अपलोड गरेकै थिए तैपनि मन्त्री भएन। छक्क पर्ने कुरा नि। भिडियो त अपलोड गरेकै थिए, चिनाएकै थिए, देखाएकै थिए। तेरो देश जल्यो भनेर कराउनेहरू पनि थिए, ती पनि छुट्याएको छन्। राज्य मन्त्रीसम्म त कमसेकम के भयो तिनीहरूलाई चाहिँ। तर यो जेनजीलाई हामीले भनिराखेका होइन है। जेनजी छोराछोरीहरूलाई हामी अत्यन्त माया गर्दछौँ, भाइ बहिनीहरूलाई अत्यन्त माया गर्दछौँ। उनीहरू माथि होइन, म पहिलेदेखि भनिराखेको छु, जेनजीले सिंहदरबारमा झन्डा ओढेर, राष्ट्रिय झन्डा ओढेर सिंहदरबारमा जेनजीले आगो लगाउँदैन। अर्काको घरमा गएर अर्काको सम्पत्ति जेनजी युवाहरूको पवित्र मनले लगाउँदैन। अर्काको सम्पत्ति जेनजी त्यस्तो निर्मम हुँदैन। अपराधीहरू मात्रै निर्मम हुन सक्छ। राष्ट्रिय झन्डा ओढेर, यो ओढ्ने चलन, राष्ट्रिय झन्डा ओढ्ने चलन अगाडिदेखि सुरु गरेका थिए। जो राष्ट्रिय होइन त्यसले राष्ट्रिय झन्डा ओढ्ने, जो आपराधिक मनोवृत्तिको छ त्यसले राष्ट्रिय झन्डा ओढ्ने चलन चलाएर जनतालाई भ्रम पारेकै थिए पहिलेदेखि। अब राष्ट्रिय झन्डा ओढेर त्यो गर्न सक्दैन। अब नेकपा एमाले टोल टोलमा सुरक्षा दस्ता गठन गर्छ र युवा भोलिन्टियर्स फोर्स प्रारम्भ भएको छ गठनको गत 16 गतेबाट। अब मङ्सिर 5 गते त्यसलाई राष्ट्रिय स्तरमा बढाउने गरी केन्द्रबाट सुरु गर्नेछ र नेकपा एमालेसँग युवा छ कि छैन भन्ने कुरा दुनियाँले देख्नेछ। युवा म देश बचाउनका लागि, लोकतन्त्र जोगाउनका लागि, पुनः वापसी गर्नका लागि, संविधानको रक्षा गर्नका लागि र जनताले निर्वाचन गरेको संसद अनधिकृत ढङ्गले, अनधिकृत सिफारिसमा असंवैधानिक ढङ्गले विघटन भएको हुनाले त्यसलाई फिर्ता गर्नका लागि, देशमा शान्ति सुव्यवस्था कायम गर्नका लागि हरेकले बाँच्न पाउनु पर्यो नि। आजकल महिलाहरू सिक्री लगाएर सडकमा निस्किनु छोडे, निस्किसक्नु भएको। सिक्री लगाएर निस्कियो कि त झडप्प कहाँ खोज्छ, खोज्न सकेन भने कहाँ हिर्काइदिन्छ, यस्तो खालको स्थिति छ। धेरै युवाहरू पनि सिक्री लगाएर निस्किने, त्यो एउटा सानो सिक्री हातमा बाँधेर निस्किने त्यो चलन थियो, सुरु भइसकेको थियो, त्यो हरायो। बेकारको खतरा किन निम्त्याउने। फेरि हामी नेपालमा शान्ति कायम गर्नेछौँ। सिक्री मात्रै होइन, झलमल्ल गहना लगाएर सडकमा खुल्ला आरामसँग हिँड्न सक्ने गरीको वातावरण हामी बनाउँछौँ।
हातमा पनि गलामा पनि जहाँ जहाँ लगाउनुपर्छ गहना लगाएर हिँड्न सक्ने अवस्था बनाउँछौँ। कोही कसैसँग डराउनु नपर्ने अवस्था सिर्जना गर्छौँ। त्यसका लागि, यस परिस्थितिका लागि म नेपालका तमाम युवाहरूलाई युथ फोर्स, राष्ट्रिय युथ फोर्स गठन गर्न, भोलिन्टियर्स युथ फोर्समा सामेल हुन आग्रह गर्न चाहन्छु। हामी अभिभावकहरूलाई पनि म आग्रह गर्न चाहन्छु, तपाईँले छोराछोरी ठिक ठाउँमा पठाउनुहोस्। देश बचाउने काममा लाग्न आगो लगाउने ठाउँमा नपठाउनुहोस्। अर्काको घरमा, राष्ट्रिय सम्पत्तिमा, अर्काका उद्योगमा आगो लगाउने ठाउँमा नपठाउनुहोस्। गलत सङ्गत भयो भने तपाईँका छोराछोरीलाई सुल्पे बनाइदिन्छ। सुल्पे नबनाउनुहोस्। सुल्पे भने बुझ्नुभयो? गलत सङ्गत भयो भने गलत ठाउँमै पुगिन्छ गलत सङ्गतबाट। त्यस कारण म युवाहरूलाई भन्न चाहन्छु, गलत सङ्गत लाग्दै नलाग्नुहोस्। गलत छ भन्ने छोडिदिइहाल्नुहोस्। सही सङ्गत। नेकपा एमालेमा तपाईँका बालबालिकाहरू, एमालेको सङ्गतमा भएका बालबालिकाहरू ज्ञानी हुन्छ, गुणी हुन्छ, मृदुभाषी हुन्छ, सत्कर्म गर्छ। यहाँ पठाउनुहोस्। अभिभावकलाई पनि म भन्न चाहन्छु। प्राइभेट स्कुलहरूलाई म भन्न चाहन्छु, तपाईँहरू अनेरा सबिउलाई चाहिँ क्याम्पसमा पस्न नदिने, विद्यालय पस्न नदिने, अनि विदेशका विभिन्न एजेन्सीका अनेक क्रियाकलाप मार्फत चाहिँ तपाईँ आगजनी सिकाउन चाहिँ पठाउने, पढाइ गराउने। त्यस कारण अब प्राइभेट क्याम्पसहरूमा अनेरा सबिउ पस्छ, विद्यालयहरूमा पस्छ। हाम्रा बालबालिका, हाम्रा कलिला युवाहरू, किशोर अवस्थाका युवाहरू र किशोरावस्थाबाट युवा अवस्थामा प्रवेश गर्दै गरेका युवाहरू बिगार्ने छुट कसैलाई छैन। फिस तिरेर हामीले पढाउने, तपाईँ हाम्रा छोराछोरी बिगार्ने, त्यो हुँदैन। अब अनेरा सुब्यू निजी विद्यालयहरूमा पनि पढ्छ र त्यहाँ राम्ररी काम गर्छ। अहिले ट्रेड युनियनका विरुद्ध सरकार बोलिराखेको देख्छ। यहाँबाट यो खाली गरिदिन्छु, त्यहाँबाट त्यो खाली गरिदिन्छु। हामीले थुप्रै देख्यौँ विगतमा पनि। योबाट खाली गरिदिने, उबाट खाली गरिदिने, सङ्गठन खाली गरिदिने, संस्था खाली। अहिले त देशमा पार्टी नै खाली गरिदिने, पार्टी नै समाप्त पारिदिने के लहर चढाउन खोजेका छन् नि यी तत्त्वहरूले। हुँदैन। इन्टरनेसनल्ली रिकग्नाइज कुरा हो ट्रेड युनियन अधिकार। यी अहिले कराउने मान्छेहरू कोही जन्मिया छैनन्। आइएलओ, इन्टरनेसनल लेबर अर्गनाइजेसन 1919 मा गठन हुँदा यो संयुक्त राष्ट्रसङ्घभन्दा पुरानो संस्था हो। 1919 मा बनेको लेबर अर्गनाइजेसन। पुँजीवादको एउटा औपनिवेशिक एरामा जन्मिएको, शोषणकारी एरामा जन्मिएको त्यो संस्था हो ट्रेड युनियन राइट। अनि ट्रेड युनियन राइट अब कसैलाई मन नपर्न सक्छ, जसलाई चाहिएको छ त्यसलाई मात्रै मनपर्ने हो ट्रेड युनियन। तर ट्रेड युनियन मासिँदैन, मास्न पाइँदैन र कसैले मास्न सक्दैन। त्यो अहिले सरकारका मन्त्रीजीहरूलाई म धेरै जिब्रो नचलाउन आग्रह गर्न चाहन्छु। अनि फागुन 21 गते चुनाव गराउने भने होइन तपाईँहरूलाई? सुन्नुभएको छैन? कोहीले राजदूत फिर्ता गरेको छ। फिर्ता नगर भनेर अदालतले भन्छ, धम्काएर
तुरुन्त त्यही टिकटमा नआउने हो भनेदेखि टिकटको पैसा पनि आफै तिरौला, कुनै के पनि गरौला, यहाँ आएर हाजिर हुनु। अब अहिलेको सरकारभन्दा अलिक माथिका मान्छे पनि एम्बेसडर हुनका लागि जान्छन्, देशको प्रतिनिधिको हैसियतले। सरकारको मात्रै प्रतिनिधि हुँदैन एम्बेसडर, देशकै प्रतिनिधि। देशको प्रतिनिधित्व गर्नका लागि सहसचिव मात्रै होइन एम्बेसडर, इन सर्भिसबाट मात्रै गएका छैनन्। अहिले फिर्ता बोलाइएका एम्बेसडर इन सर्भिस होइन। अनि फिर्ता बोलाएर एम्बेसडरले परराष्ट्र मन्त्रालयमा हाजिर गरेर बस्नु अरे के आदेश? कुन संसारमा छौ बाबा तिमीहरू? कुन संसारमा छ यो सरकार? परराष्ट्र मन्त्रालयमा गएर राजदूत फर्केर आएर परराष्ट्र मन्त्रालयमा गएर हाजिर गर्नु भन्ने कानुन थाहा छ कि छैन? कूटनीति थाहा छ कि छैन? एम्बेसडर भनेको के हो थाहा छ कि छैन? अनि इन सर्भिसबाट गएको सहसचिव त होइन नि, इन सर्भिसबाट गएको सचिव पनि होइन नि। ऊ त त्योभन्दा बाहिरबाट गएको एउटा विद्वत व्यक्तित्व हो। ऊ गएर परराष्ट्रमा हाजिर गर्ने, कुन हाजिरी पुस्तिकामा हाजिर गर्ने, के भन्नेमा हाजिर गर्ने, कुन स्यालेरी, कुन सुविधा, केमा हाजिर गर्ने? यस्ता हावा कुराहरू गर्ने। अलिकति सम्हालिएर त बोल्ने व्यवहार गर्नुपर्छ नि सरकारले। यस्ता कुरा गर्ने गरिरहेको छ। म त्यतापट्टि जान चाहन्न। जति उफ्रिए पनि फागुन 21मा त समय त सिद्धिन्छ त। म्यादी पनि कति छ भन्दाखेरि 4 महिना बाँकी छैन। फुर्ती चाहिँ घामजुन रन्ज्याल रहने हुन् कि जस्तै फुर्ती छ। 4 महिना बाँकी छैन। मानिने उनीहरूले 40 वर्ष खाने हुन् कि जस्तो गरेर यसो गरिदिन्छु भनेको छ, उसो गरिदिन्छु भनेको छ, ताउर र माउर गरेको छ। यो चुनाव गराएर देखाउनु त। आफ्नो काम जिम्मा दिएको काम पो गर्नुपर्थ्यो त। यो सरकारले चुनाव गराउन बनेको होइन। यो चुनाव गराउन बनेको होइन। यस्ता हामीले विभिन्न देशमा देखेका छौँ, अरू देशमा पनि देखेका छौँ। 6 महिनामा चुनाव गराउने हरेकलाई भनिएको हुन्छ, तर कोही देशमा 5-6 वर्ष भयो, कोही देशमा 1.5 वर्ष भयो। असम्भव कुरा गरेर चुनाव नगर्ने सङ्केत कतिले देखाइरहेका छन्। त्यसर्थ यो सरकारले चुनाव गराउँदैन। अहिले हामीले लड्नुपर्ने यो असंवैधानिक सरकारलाई मान्यता दिनेतिर होइन, यसले गरेका असंवैधानिक क्रियाकलापहरू सच्याउने, देशमा लोकतन्त्र ल्याउने, संविधान जोगाउने, त्यसका लागि प्रतिनिधि सभाको विघटित प्रतिनिधि सभा तत्काल पुनर्स्थापित गरेर राष्ट्रलाई फेरि स्थापना गर्नु। अनि हामीले जसरी स्पष्टताका साथ राष्ट्रिय राजनीतिको यथार्थ चित्रण गरेका छौँ, अरूले गर्न सकेन, अरूले यथार्थ बोल्न सकेन, सत्य बोल्न सकेन भनेर हामी एक्लै पर्यौँ कि क्या हो भन्नु पर्दैन। सत्यको पछाडि बिस्तारै जनमत बन्दै जान्छ। त्यसकारण यसमा हामीले जनमत बनाउने कामतिर नै अग्रसर हुनुपर्छ। सही हामीले नीति लिएका छौँ, त्यसलाई ठिक ढङ्गले सफलतापूर्वक कार्यान्वयन गर्नुपर्दछ। यसमा साथीहरू ढुक्करै अगाडि बढ्न म आग्रह गर्दछु। देशभरिकै सम्पूर्ण पार्टी कमिटीहरूलाई, पार्टी सदस्यहरूलाई, तमाम जनवर्गीय, पेशागत, सामुदायिक तमाम सङ्गठनहरूलाई अलबलमा नपरिकन, कुनै दुविधा नराखिकन विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्दै संविधान बचाउने, लोकतन्त्र फर्काउने र विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने, त्यहीँबाट सुरु हुन्छ सबै कुरा। त्यसका त्यही कुरालाई फोकस गरेर जाने कुरामा बिना दुविधा लाग्न म आग्रह गर्छु। दुविधा कुनै लाग्नु हुँदैन।
अब कसले के भन्छ व्यक्तिगत तवरमा कसको उद्देश्य के छ, कसको नियत के छ त्यो म जान्दिनँ। यो पार्टीको नीति हो, पार्टीको धारणा हो, पार्टीको निर्णय हो र यो सही निर्णय पार्टीले गरेको छ, सही बाटो पार्टीले लिएको छ, यसमा अगाडि बढ्नुपर्छ। नेपालका राजनीतिक पार्टीहरू, शक्तिहरू, व्यक्तिहरूलाई म देशलाई माया गर्न आग्रह गर्न चाहन्छु। लोकतन्त्र जो हामीले लडेर ल्यायौँ त्यसलाई माया गर्न आग्रह गर्न चाहन्छु र देशको रक्षाका लागि, देशमा शान्ति, सुव्यवस्था, सुशासन र विकासका कामहरूलाई अगाडि बढाउनका लागि लोकतन्त्र चाहिन्छ। लोकतन्त्रका लागि संविधान चाहिन्छ। संविधानका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्दछ। फेरि यही कुरा, अर्को बाटै छैन। यस काममा लाग्न आग्रह गर्न चाहन्छु। कोही अहिले अस्पष्ट छ भने पनि स्पष्ट हुन आग्रह गर्दछु र सबै पार्टीहरू, सङ्घ संस्थाहरू, व्यक्तिहरू, समुदायहरू सबैलाई लोकतन्त्रका निम्ति, देशका निम्ति, देशको सार्वभौम सत्ताका निम्ति, देशमा शान्ति सुव्यवस्थाका निम्ति कमसेकम आधारभूत रूपमा समझदारी कायम गरेर अगाडि बढौँ म आग्रह गर्न चाहन्छु, प्रस्ताव गर्न चाहन्छु। अगाडि बढौँ। अनि प्रतिगमनका पछाडि लाग्ने, प्रतिगमन नभएका बेला प्रतिगमन भयो भन्ने, संविधान नमिचिया बेला मिचियो भनेर गराउने, जति बेला संविधान मिचिएको छ, प्रतिगमन मिचिएको छ र असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गरिएको छ, त्यति बेला आफूले विघटन गर्दा चाहिँ ठिकै हो नि भनेर। अनि संसद त एकपल्ट त 5 वर्षमा चुनाव त हुन्छ नि, त्यस्तै अधिकारवालाले त विघटन पनि गर्न सक्छ। अधिकार प्राप्तले विघटन गर्न सक्छ, विघटन गर्ने ठाउँ छ। संविधानको धारा 76ले प्रधानमन्त्री मात्रै बनाउँदैन, संसद विघटन र नयाँ निर्वाचन गर्ने ठाउँ पनि दिएको छ। त्यो संवैधानिक कुरा हो। कति बेला को दाहिने हुन्छ, को बायाँ हुन्छ, कसलाई मनपर्छ, कसलाई मन पर्दैन, कसले के धारणा बनाउँछ, कसले के फैसला गरिदिन्छ, त्यसैले सत्य स्थापित हुने होइन। सत्य भनेको सत्य हो। त्यस कारण म सबैलाई आग्रह गर्न चाहन्छु, सत्यको मार्गतर्फ अगाडि बढौँ सबै। चुनाव गराउँछु भन्ने शाब्दिक चुनावको रट लगाउने सरकार के भन्छ? राजनीतिक पार्टीका नेताहरूको त अनुहारै हेर्नु मन छैन, भेट्न पनि मन छैन, देख्न पनि मन छैन, कुरा गर्नै मन छैन। अनि उहाँका सहयोगीहरू भन्छ राजनीतिक दलहरूलाई पार्टीमा के अरे चुनावमा भाग लिन दिने होइन। अनि तिनका सहयोगीहरू भन्छ नेताहरूलाई त घरबाटै निक्लिन दिने होइन। अनि अर्को थरी भन्छ पार्टीले नै जित्ने हो फेरि भने, फेरि पार्टीले नै जित्ने हो भने त्यो चुनाव किन गराउने त? अनि यिनले चुनाव गराउँछन्? चुनाव गराउने होइन। म साथीहरूलाई भन्न चाहन्छु, स्पष्ट हुनुहोस्, हामी लोकतन्त्र फर्काउने बाटोतिर अग्रसर भएका छौँ, अगाडि बढौँ। त्यही भन्नुहोस्। म घर फर्किने अभियानमा सरिक हुँ। अरू बाँकी साथीहरू थुप्रै हुनुहुन्छ घर फर्किने अभियानमा सरिक हुन। यस अभियानमा सरिक हुन र घर फर्किन बाँकी साथीहरूलाई आग्रह गर्न चाहन्छु, सबै आउनुहोस्। नेकपा एमालेको कार्यालय जलायो होला। नेकपा एमाले भन्ने पार्टी जल्न सक्दैन, कसैले जलाउन सक्दैन। यो विशाल नेकपा एमाले छ। तर देशमा दुष्टहरूको बहुसङ्ख्या छैन, सज्जनहरूको बहुसङ्ख्या छ। थोरै दुष्टहरूले सज्जनहरूलाई दुःख दिइरहेको छ, तर्साइरहेको छ।
तसर्थ हामीले जनताको शक्तिलाई बुझ्नुपर्छ र दुष्टहरूलाई दुष्ट्याइ गर्न दिनु। सरकारले घृणाको राजनीति, असहिष्णुता, प्रतिशोधको यो खालको कुराहरू अगाडि बढाइरहेका छ। अहिले पनि यो नगर्नु राम्रो छ। त्यसो भएर म साथीहरूलाई, सरकारलाई मैले त्यही आग्रह गरेँ कि यो खालको गलत बाटो छोडेर आफ्नो काम जे हो त्यसमा लाग्नु, होइन भने हामी विघटित संसद पुनर्स्थापना गराएर, प्रतिनिधि सभाको पुनर्स्थापना गराएर, फेरि चुनाव गराएर अथवा लोकतान्त्रिक ढङ्गले लोकतन्त्र पुनर्स्थापित गरेर संविधान जोगाएर अगाडि बढ्ने बाटोमा अगाडि बढ्छौँ, सफलताका साथ अगाडि बढ्छौँ। यही हाम्रो महाधिवेशन हुँदैछ, यही मङ्सिर 27, 28, 29 त्यो महाधिवेशन अत्यन्तै भव्य हुनेछ। त्यसको उद्घाटन समारोह कस्तो हुनुहुन्छ अस्ति नै महासचिवले भनिसक्नुभयो, मैले दोहोऱ्याइरहनु पर्दैन। काठमाडौँले नदेखेको र्याली सभा मङ्सिर 27 गते देख्नेछ। नेकपा एमाले के हो, यसको छाती साँगुरो भयो भन्दैछन्। मङ्सिर 27 गते छाती कत्रो छ हेर्न साँगुरो छ कि फराकिलो छ। र जे आश गरेका छन् प्रतिक्रियावादीहरूले, खुब हुडलो मचाउँछौँ, यहाँ गर्छौँ, उसो गर्छौँ, अस्थिरता ल्याउँछौँ आदि जुन अपेक्षा गरेका छन् त्यो सपना म भनिदिन्छु निन्द्रामा चक्लेट खाए जस्तै हो। निन्द्रामा चक्लेट खाएको निन्द्रामा त गुलियो हुन्छ, झलेक्स बिउजिँदा न चक्लेट न मुख गुलियो। यिनीहरूले देख्नेछन् नेकपा एमालेको महाधिवेशन कुन उचाइबाट उड्नेछ। यिनीहरूले आकाशतिर फर्केर दूरबीन लाएर हेर्छ नेकपा एमालेको महाधिवेशनको कत्रो उचाइ हुन्छ। नेकपा एमाले एउटा लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक विधिको प्रक्रियाको उन्नत अभ्यास गर्छ, उन्नत अभ्यास। अस्ति मैले केन्द्रीय कमिटीमा एउटा कुरा बोलेको थिएँ, विधान महाधिवेशनमा हामीले सङ्गठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदन र विधान पास गऱ्यौँ। अब आउँदो महाधिवेशनमा मैले एउटा उद्घाटन मन्तव्य दिन्छु, त्यसपछि नेतृत्व चयनको प्रक्रियामा हामी सोझै प्रवेश गर्छौँ। त्यहाँ भाषण भूषण हुँदैन, कुनै त्यस्तो दस्तावेज। अस्ति भर्खर हामीले पार्टीका नीति, कार्यदिशा सबै चिज पास गरेका छौँ, सङ्गठनात्मक प्रस्ताव पास गरेका छौँ, विधान पास गरेका छौँ। अब फेरि तिनै चिजमा छलफल गर्ने कुरा आएन, तिनै चिज फेरि प्रस्तुत गर्ने कुरा पनि आएन। हामी त्यस यताको घटनाक्रमको संक्षिप्त चित्रण राख्छौँ, त्यसमा छलफल हुँदैन। हामी सोझै नेतृत्व चयनमा जान्छौँ। विधान महाधिवेशन छुट्टै गरेको नेतृत्व चयनमा मात्रै सीमित राख्नका लागि, खास महाधिवेशनलाई नेतृत्व चयनमा सीमित राख्नका लागि विधान महाधिवेशन नीति तथा विधान, नीति तथा विधि महाधिवेशन गरे हो भन्ने अस्ति मैले अलिकति व्याख्या गरेका थिएँ। बोल्न नदिन पाइन्छ भनेर, अनि जहाँ पनि बोल्नै पर्ने, नेतृत्व छान्ने, त्यति हो यस महाधिवेशन। त्यस कारण यो भाषण महाधिवेशन होइन। त्यसमा कुनै दुविधा पर्नुपर्ने आवश्यकतै छैन।
हामी अब भोलि पालिकामा प्रदर्शन गर्दैछौँ। साथीहरू आफ्ना आफ्ना पालिकाहरूमा राम्रो डेमोन्स्ट्रेसन, राम्रा सभाहरूका लागि तयार गर्नुहोला, सम्पन्न गर्नुहोला भन्ने आग्रह गर्छु। र 29 गते जिल्ला स्तरमा हुन्छ, जिल्लामा गर्नुहोला। र 6 गते मङ्सिर 6 गते शनिबार काठमाडौँमा भव्य जनप्रदर्शनको थालनी हामी गर्छौँ। हामी जनप्रदर्शनको प्रारम्भ हामी गर्छौँ मङ्सिर 6 गते शनिबार। त्यसलाई हामीले हुने बिरुवाका चिल्लापात भनेर देखाउनु पर्नेछ कि नेकपा एमाले अबका दिनमा हाम्रो प्रदर्शन, हाम्रो विरोध प्रदर्शन अगाडि कसरी जान्छ भन्ने कुरा 6 गते हामी देखाउँछौँ। त्यसको तयारीमा जुट्न म सबै साथीहरूलाई आग्रह पनि गर्दछु। आज हामी अलिकति पढेका छौँ। हाम्रो आकार, प्रकार, सामर्थ्य सबै चिज अलिकति बढेको छ। साथीहरू घर फर्क अभियानको थालनी गर्दै घर फर्किनु भएको छ। र सँगसँगै जेनजी र युवा साथीहरू, पहिले कहिल्यै एमालेमा नभएका साथीहरू एमालेमा प्रवेश गर्नुभएको छ। यो दुईटै घटनाले नयाँ समयको सङ्केत गर्दछ। नेकपा एमाले अब कता जाँदैछ भन्ने कुराको, यसको भविष्यतर्फको सङ्केत गर्दैछ। र म जेनजी भाइ बहिनीहरूलाई, युवा भाइ बहिनीहरूलाई एमालेमा सामेल हुन आग्रह गर्दछु। र बाँकी साथीहरू जो पार्टी प्रवेश गर्न बाँकी हुनुहुन्छ, घर फर्कन बाँकी हुनुहुन्छ, उहाँहरूलाई आउन आग्रह गर्दछु, फर्किन आग्रह गर्दछु। र अरूतिर अल्मलिएर बसेका, एमाले नभइसकेका, पहिले पनि नभएका साथीहरू अल्मलिएर जिन्दगी एकबारको हो है। एकबारको जिन्दगी अल्मलमै बित्यो भने पुण्य कार्य कहिले गर्नुहुन्छ? त्यसकारण साथीहरूलाई नअल्मलिनुहोस्, एमालेमा आउनुहोस्। देश बनाउने जस्तो ठुलो कुरा के हुन्छ? देशबाट गरिबी हटाउने जस्तो ठुलो कुरा के हुन्छ? अरू कसैले गर्न सक्दैन, एमाले गर्ने हो। आउनुहोस् सबै साथीहरू, एमालेमा आउनुहोस्, देश बनाउनु। म सबैलाई आग्रह गर्न चाहन्छु। फेरि एकपल्ट आज घर फर्किएका साथीहरूलाई धेरै धेरै स्वागत छ। अब हामी सँगसँगै दौड्नेछौँ, हिँड्ने होइन, दौड्नेछौँ। नेकपा एमाले कम हिँड्छ, दौड्छ। यो पर्खिएर बस्ने होइन, यो गतिशील ढङ्गले अगाडि बढ्ने पार्टी। यसमा एक वाक्य, लघु वाक्यमा भन्नु, सबैलाई स्वागत छ, आउनुहोस्। यस कार्यक्रममा सहभागी सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आयोजकलाई पनि धेरै धेरै धन्यवाद।